सङ्खुवा सभाको 5 खपन नगरपालिका 1 मा रहेको घोर्ले झरना हेर्न आउने पर्यटकको सङ्ख्या बढेको छ। विश्वकै होचो उपत्यका र काडी भ्याकुर पाइने अरुण उपत्यका हुँदै विश्वकै 5औं अग्लो मकालो हिमाल, जङ्गली जनावर र मनमोहक दृश्यावलोकन गर्न पर्यटकहरू घोर्ले झरना पुग्ने गरेका छन्। घोर्ले झरना 191 मिटर अग्लो रहेको छ। कुसुवा खोलाबाट निर्मित झरना 3 तला भएर बगेको छ। सबैभन्दा माथिको पानीको छाँगा 9 मिटर, त्यसभन्दा तलको 65 मिटर र अन्तिमको 117 मिटर रहेको छ। अन्तिम छाँगा सबैभन्दा अग्लो भएकाले दिनमा प्रायजस्तो इन्द्रेणी देखिने गरेको, झरना झनै सुन्दर देखिने गरेको पर्यटकहरूको भनाइ छ। झरनाको प्रचार प्रसार र सम्भावनाबारे अध्ययन समेत भइरहेको छ। घोर्ले झरनाको पूर्वाधार विकासमा प्रदेश सरकार र स्थानीय तहले समेत सहयोग गरेका छन्। घोर्ले झरनामा बढेको पर्यटकीय सम्भावनासँगै जिल्लाका अन्य पर्यटकीय स्थललाई समेत जोड्ने प्रयास थालिएको छ।